हेलो नमस्ते सम्पूर्णमा। आज चाहिँ हामी शिवराज युथका सम्पूर्ण मेम्बरहरू मिलेर आजको कार्यतर्फ चाहिँ अगाडि बढिसकेका छौँ। हेलो नमस्कार सबैजनालाई। म विष्णु पराजुली। सेवा नै धर्म हो भन्ने लक्ष्य लिएर पानी वितरण गरिरहेका छौँ। सेवा गर्ने मौका मिलेको छ। नमस्ते, यहाँहरू सबैलाई वेलकम छ हाम्रो शिवराज युथको आयोजनामा। आजको यस कार्यक्रममा हामीले निशुल्क शुद्ध पिउने पानी वितरण गरेका छौँ। सेवा नै धर्म भन्ने भावनाका साथ बुधबार बजारलाई लक्षित गर्दै त्यहाँ आवत जावत गर्नुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनी एवं स्कुले विद्यार्थीहरूलाई हामीले पानी वितरण गरेका थियौँ। साथै हाम्रो यस कार्यमा उहाँहरूले सकारात्मक प्रतिक्रिया समेत दिनुभएको थियो। समाज सेवामा नयाँ पहिचान। यो कार्यक्रम केवल जल वितरणसँग सीमित नभई समाज परिवर्तनको एउटा प्रेरणादायी आन्दोलन पनि हो। संस्थाको लक्ष्य युवा पुस्तालाई सामाजिक उत्तरदायित्वको सन्देश दिने, सकारात्मक प्रयासबाट समाज सुधारको महत्त्व स्पष्ट पार्ने थियो भने उक्त कार्यमा हामी सफल पनि भएका छौँ। समाज सेवा कुनै विशेष वर्गको अधिकार नभई सम्पूर्ण समाजको सामाजिक जिम्मेवारी पनि हो भन्ने कुरा आजको यस कार्यक्रमले स्पष्ट पारेको छ। कार्यक्रममा सहभागी हुने सम्पूर्ण स्थानीय नागरिकहरूले यस सेवामूलक कार्यको प्रशंसा गर्दै सम्पूर्णलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो भने उहाँहरूको यस सकारात्मक प्रतिक्रियाले आगामी कार्यमा अगाडि बढ्नको लागि सहज हुने संस्थाका अध्यक्ष विजय भुषाल र उपाध्यक्ष सुरेश सापकोटाले जानकारी दिनुभएको छ। सेवामूलक सोच विचार आउने पुस्तासम्म जारी रहेर समाज परिवर्तनको आन्दोलन अगाडि बढ्नेछ भन्ने आशा व्यक्त गरेका छौँ। संस्थाको लक्ष्य आउने युवा पुस्तालाई अग्रसर गरी सामाजिक प्रयास मार्फत एक राम्रो र उत्तरदायी समाजको निर्माण गर्नु र सहयोग गर्नु हो। हाम्रो यस संस्थामा रहने सम्पूर्ण मेम्बरहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ। बिहानदेखि बेलुकासम्म खटेर हामीलाई सहयोग गर्नुभएकोमा उहाँहरूलाई विशेष आभार प्रकट पनि गर्न चाहन्छौँ। साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण नागरिकहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यदि हजुरहरू पनि हाम्रो यस संस्थामा जोडिन चाहनुहुन्छ, समाजमा सकारात्मक परिवर्तन ल्याउने जसमा पनि सोच छ र अगाडि बढ्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा हाम्रो पेजमा DM गरेर पनि हामीसँग जोडिन सक्नुहुन्छ। साथै हाम्रो संस्थाका अध्यक्ष उपाध्यक्षज्यूहरूसँग सम्पर्क गरेर पनि हजुरहरू हामीसँग जोडिन सक्नुहुनेछ। र बाल बच्चालाई परिवारलाई बाबा आमालाई पनि खुसी राख्नु, आफू पनि खुसी रहनु। यो पानी पिलाएर जनतालाई खुसी राख्नु उनको मन चित्त बुझाउनु, जनतालाई खुसी राख्नु। यो खुसी अरूलाई खुसी दिने मान्छे यही खुसी हुन्छ। हाम्रो यस कार्यक्रमलाई सहज र सफल बनाउनको लागि विशेष सहयोग गर्नुहुने सेरोमनी शुद्ध पिउने पानी, आरके प्रिन्टिङ, हङ्ग्री हब एन्ड रेस्टुरेन्ट, ओदान रेस्टुरेन्ट, अन्सु स्टुडियो नेपाल सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ। उहाँहरूको साथ सहयोग र मायाले नै हाम्रो कार्यक्रमलाई सहज र सफल तरिकाले अगाडि बढाउन सकेका थियौँ। साथै आगामी दिनहरूमा पनि उहाँहरूको यस्तै
साथ सहयोग र माया रहनेछ भन्ने पूर्ण आशा गरेका छौँ। हामी बदलिन्छौँ तब मात्रै समाज बदलिन्छ। जय शिवराज।